यहाँ एकजना साथीले कमेन्ट गर्नुभएको छ, हेर्नुहोस् त साथीहरू, यो समस्या धेरै साथीहरूमा हुन्छ है। अब तपाईँहरूको लागि म दुईटा टिप्स दिन्छु, यो दुईटा तपाईँहरूले सँगसँगै गर्न सक्नुहुन्छ। एउटा चाहिँ तपाईँको घरमा भएको गोलभेडा लिनुहोस् र त्यसलाई काटेर आधी गोलभेडामा थोरै तपाईँले एकदम ओरिजिनल बेसार राख्नुहोस्, अनि त्यसमा थोरै तपाईँले चिनी राखेर एकछिन त्यसलाई मजाले भिज्न दिनुहोस् र तपाईँको अनुहारमा जहाँ जहाँ डन्डीफोरको दाग बसेको छ, अरू चायापतहरू आएको छ, त्यो मजाले 5 मिनट जति बिस्तारै बिस्तारै घोट्नुहोस् र आधी घन्टा छोडिदिइसकेपछि त्यसलाई सफा पानीले सफा गर्नुहोस्। यो प्रक्रिया तपाईँले रेगुलर 21 दिन गरेर हेर्नुहोला, अनि आफै थाहा पाउनुहुन्छ तपाईँको अनुहारको चमक कस्तो आउँछ भनेर। अर्को चाहिँ तपाईँको घरमा प्राय सबैको घरमा, तपाईँको मात्रै नभनौँ, सबैको घरमा तुलसी हुन्छ। तुलसीको छिप्पिएको पात लिनुहोस् र शुद्ध गाईको दुधमा मजाले